चलो सो आज मेरो यो काम हुनेवालो छ। यो सब क्लिन गर्ने भन्नुभएको मलाई मम्मीले। यो सब साफ सफाई गर्ने हो। यो सब आज चाहिँ म धेरै दिनपछि काम गर्दैछु। फाइनली मलाई यो सबै साफ गर्नु छ। आज यो फोहोर भएको हेलो गाइज, वेलकम टू माई यूट्यूब चैनल। सबैजनालाई वेलकम छ मेरो यूट्यूब च्यानलमा। सो आज म हजुरलाई आफ्नो डेली रुटिन काम गर्दै गरेको गाउँले जीवनको बारेमा भन्दैछु। सो यो चाहिँ कोलिया हाम्रो बाख्रा बान्ने ठाउँ। यसको म साफ सफाई गरेर आज चाहिँ मेरो पुरा काम, दिनभरिको काम भन्न मिल्दैन। खाना खाएपछि यो मेरो चाहिँ काम सुरु भएको। खाना खाएर दिउँसोतिर मम्मी गोठाला जानुभयो। त्यसपछि चाहिँ मम्मीले सारा यो काम मलाई आज गर्नुपर्छ भनेर सब गरिदिनु भएको थियो। यति काम गाह्रो हुँदो रहेछ। यो कोठा, यसको मल सोर्ने काम पनि धेरै गाह्रो हुँदो रहेछ। अनि यसो पुरा साफ गरेको मैले एकदमै। आज धेरै दिनपछि म बिमार भएको थिएँ अनि एकछिन यसो गरौँ भनेर गरेको। फोहोर भएको थियो। अब बाख्रा बानिसकेपछि फोहोर हुन्छ। पुरा एकदम साफ गरेर म कहिले यस्तो काम गर्दैन त। घरमा मैले केही पालेको पनि छैन। तर माइत चाहिँ मम्मीले माइतमा चाहिँ मेरो मम्मीले भैँसी बाख्रा पाल्नु भएको छ। सो यहाँ धेरै काम हुन्छ। यो हाम्रो मम्मी मेरो मम्मी चाहिँ अहिले 60 वर्षको जानुभयो। त्यो पनि यति काम गर्नुहुन्छ कि म त त्यहाँको जति कामै गर्न सक्दैन। म त बिमार भएर माइतै बसिरहेको छु। धेरै दिन भइरहेछ। सो आज अलि सन्चो भइने भएको थियो। आमाले यसो काम गर्न सक्छस् भने गर्नु भनेर त गर्छु भनेको त लास्टै गाह्रो हुँदो रहेछ। गाउँले लाइफ धेरै गाह्रो हुँदो रहेछ यो काम गर्नु पनि। सो मैले यो सबै कोलियाहरू साफ गर्छु। त्यसपछि कोलिया छ, त्यहाँ बाख्रा बानेको, अनि फेरि भैँसीको गोठ छ, अनि भित्र भैँसीलाई हुन्ने, बाख्रा हुन्ने ठाउँ छ कोठा, त्यो पनि साफ गर्नुपर्छ। अहिले मलाई धेरै काम हुँदो रहेछ। नेपालमा त गाउँमा चाहिँ धेरै काम हुँदो रहेछ। तर यस्तो काम गर्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ। फेरि एकदम आज चाहिँ मलाई एकदम रिल्याक्स लाग्यो। पुरा एकदम पसिना आएर राम्रो लागिरहेको थियो। यो चाहिँ हाम्रो रातिको टाइममा बाख्राभित्र मम्मीले बाख्रा चाहिँ गर्नुहुन्छ, बाख्रा हुनुहुन्छ। यसो घरमा कति फोहोर भएको थियो। फेरि यो सबै यहाँ भैँसीको पारी पनि बस्छ अनि बाख्रा पनि। सो धेरै फोहोर भएको थियो। यसो साफ गरेको मैले आज। धेरै गाह्रो हुन्छ गाउँले लाइफ, त्यही पनि। अनि कस्तो कि म अब पहिलाचोटि गर्दै थिएँ त धुलो एकदम उडेर मलाई एकदम कस्तो अलग्गै एकदम त्यो धुलो उडिरहेको थियो। त मेरो फेरि यस्तो छ, नाकमा इन्फेक्सन छ। मलाई डक्टरले एकदम भन्नुभएको छ एकदम मास्क लगाएर धुलोमा जाने भनेर। त्यसैले पनि मैले चाहिँ यो गन्ध आउँछ भनेर होइन, मेरो यो नाकको इन्फेक्सन छ भनेर मैले चाहिँ धुलोले बचाउन लागि एउटा यसो बानीको हो। यो फेरि सबले भन्नु होला के गर्छ यस्तै भनेर। अनि त्यही हो, यो कोठा पनि साफ गरेँ मैले यसो गरेर। अनि त्यसपछि कोठा पनि साफ गर्ने एकदमै धेरै गाह्रो मम्मीले कसरी गर्नुहुन्छ। म त आज मात्र गरेको। मम्मीले चाहिँ एक्लै यति काम गर्नुहुन्छ। भैँसी पाल्नु भएको छ, बाख्रा पाल्नु भएको, अनि आफै खाना बनाउनुहुन्छ, आफै सब घरको काम भ्याएर पनि खेती किसान सब एक्लै गर्नुहुन्छ। भन्नु त यार पहिलाको मान्छे एकदमै स्ट्रङ हुँदो रहेछन्। अब हामी त यतिको उमेरमा केही गर्न सक्दैनौँ। मम्मी हो यही उमेरमा त यस्तो छ मेरो हालत। अनि मेरो मम्मी चाहिँ 60 वर्षको भएर पनि एकदमै गर्नुहुन्छ, एकदम स्ट्रङ हुनुहुन्छ। यति सारा काम डेली रुटिनमा आफै गर्नुहुन्छ उहाँले। म चाहिँ कहिल्यै गर्दैन।
फेरि डेली साफ गर्नुपर्छ फेरि, किनभने अब उनी बाख्राहरू सब भिड त बस्छन्, फोहोर भइहाल्छ त। अनि त्यसरी डेली यो चाहिँ मम्मीले एकदम डेली रुटिन मम्मीको हो। उहाँले चाहिँ सब साफ गरेर आफै गर्नुहुन्छ। मैले चाहिँ आज फर्स्ट टाइम गरिदिन्छु भनेको, मम्मीले गरिदेऊ भनेर हुन्छ त भने। फेरि यो साफ गरिसकेपछि यसो त्यो सबै अब मल बाहिर ल्याउनु पऱ्यो नि। अनि चाहिँ अब फेरि कसरी ल्याउने, यस्तो गाह्रो हुँदो रहेछ। मैले त त्यो झारले गर्न नसकेर उठाएर फेरि फाल्ने कोसिस गरेँ, फालेँ भनौँ। म त एकदम मोटो भएर पनि होला, यो काम गर्नु मलाई एकदम झ्याउ लाग्यो। त्यसैमा फेरि मम्मीले चल्ला पनि पाल्नु भएको छ। एउटा यो चल्लालाई चाहिँ त्यहीँ भिर्दै जानुपर्ने फेरि कोठामा। त्यसको लागि पनि मैले छिटो गरेको, किनकि त्यो त्यहाँ अन्डा पार्छ नि भित्र, त्यसको ठाउँ छ। अनि त्यो चल्लाले चाहिँ कुटकुट आवाज गरिरहेको छ। त्यसैले फेरि त्यसको लागि पनि फटाफट गरेको। अनि फेरि त्यो चल्लो भित्र गयो। म बाहिर आएपछि फेरि त्यसले अन्डा पानी दिनलाई गयो आफ्नो ठाउँमा। अनि फेरि चाहिँ अब म आफ्नै यता बाख्राको कोलियातिर काममा, अब यो काम र यो कोलिया साफ गरेपछि तर फेरि गोठ हुन्छ नि। अब चाहिँ यहाँ कोलियामा यसो पुरा राम्रोसँग साफ गर्नु पऱ्यो भनेर फेरि मैले चाहिँ मोबाइललाई यतातिर राखेँ। यतातिर यसो राखेर अब फेरि मैले सबै साफसफाइ गरेँ एकदम राम्रोसँग। तर आज चाहिँ एकदम पसिना यति आएको थियो कि यस्तो लागिरहेको थियो। यस्तो काम रोज डेली गऱ्यो भने त मेरो वेट पनि लुज हुन्छ होला, म पनि फिटनेसमै हुन्छ होला। यस्तो लागिरहेछ मलाई। काम गर्नु चाहिँ राम्रो हुँदो रहेछ शरीरको लागि। अनि धेरै राम्रो कुरा काम गर्नु छ हेल्थको लागि पनि। फाइनली आजको काम सकेको अवस्था। यहाँ कस्तो थियो र पहिला अहिले कस्तो बनाइयो। अब मेरो यो काम सकेको अवस्था। अल क्लिन, आजको काम फिनिस भयो।